र आज मलाई एकदमै एउटा ऱ्यान्डम स्टोरी सेयर गर्न मन लाग्यो। रमाइलो छ, मोरल पनि छ थोरै, तर रमाइलो स्टोरी छ, म सेयर गर्छु है त। एउटा सुँगुर रहेछ है, अनि यो सुँगुर चाहिँ आफूलाई चाहिँ एकदमै जान्ने ठान्ने, कसैको कुरा सुन्दै नसुन्ने, अरूलाई चाहिँ एकदमै हेप्ने के यस्तो खालको बानी भएको सुँगुर रहेछ। अनि यो सुँगुर चाहिँ जङ्गलमा हिँड्दै रहेछ र उसले पहिला खरायोलाई देख्यो। खरायोलाई चाहिँ देखे पछाडि उसले यस्तो खरायोलाई हेरेर भनेछ, हेर त कति सानो, त्यही पनि तेरो मुख हेर्दा कति सानो, त्यो घाँस खाने बेलामा पनि तेरो मुख हुन्छ, राम्रोसँगले खान पनि सक्दैनस् भनेर भनेछ। त्यस पछाडि अलि पर पुगेपछि कछुवालाई देखेछ र कछुवालाई भनेछ, त कति ढिला होस् के, त कति ढिला होस्, अलिकति चाँडै हिँड्न सक्दैनस्, तेरो जुनी त भनेछ। अनि त्यहाँबाट फेरि अगाडि गएछ। अनि त्यसरी जुन जुन चाहिँ उसले अरू जनावरहरू भेट्दै जान्छ, त्यसरी नै चाहिँ उनीहरूलाई हेप्ने खालको कुराहरू भन्दै अगाडि जाँदै गर्दै रहेछ। र अलिकति पर पुगेपछि चाहिँ एउटा लोखर्के रुखको माथि बसिरहेको रहेछ। अनि उसले चाहिँ त्यो सुँगुरलाई देखेर भनेछ, ए सुँगुर दाइ, तपाईँ हिँडिरहेको बाटोको अलिकति अगाडि चाहिँ खाल्टो छ, त्यहाँ पातले छेकेको छ, लड्नु होला है भनेर भनेछ। अनि त्यो सुँगुरले त सुन्दैन कुरा, उसले चाहिँ ए तैँले भनेको सुन्छु म, तँ जान्ने कि म जान्ने, तँ ठुलो कि म ठुलो, तेरो कुरा सुन्छु म भनेर उसलाई हकारेर अगाडि हिँडेछ। हिँड्ने बित्तिकै चाहिँ ऊ गर्लममा खाल्टोमा खसेछ। खाल्टोमा खसिसके पछाडि अब कसरी चाहिँ निस्किने त है, अब मलाई गुहार गुहार, म त खाल्टोमा खसेँ, कसैले बचाइदियो भनेर भनेछ। एउटा बाख्राले चाहिँ सुनेछ के। अनि ऊ बाख्रा चाहिँ कुद्दै कुद्दै आएर, लामो सिङ भएको बाख्रा, अनि उसले चाहिँ यस्तो खाल्टोमा उधिनेर चाहिँ उसलाई त्यहाँबाट बाहिर निकालेछ। बाहिर निस्किसके पछाडि यो सुँगुरले चाहिँ बाख्रालाई धन्यवाद भन्नुको सट्टा चाहिँ उसले के भनेछ भन्दाखेरि, तँलाई मुला, मलाई तेरो सिङले मलाई घोच्ने, तैँले मलाई घोच्न सक्छ भनेर नि खोजेछ फेरि। त्यसपछि चाहिँ बाख्राले ल तेरो व्यवहार अनुसार तँलाई चाहिँ सहयोग गर्न नहुने रहेछ भनेर उसलाई फेरि उधिनेर चाहिँ धक्काएर त्यही खाल्टोमा हालेर फरक्क चाहिँ फर्केर गएछ है। अब यो कथा अलिकति रमाइलो छ, तर योबाट तपाईँले के सिक्नुभयो मलाई भन्नुहोस् है त। हस्त नमस्ते।